अमेरिका आए म त तल्लो बाटो हुँदै देश सम्झेर गाउँ सम्झेर घर सम्झेर रुँदै कहिले हिँडे ढुङ्गल बाटो कहिले हिँडे जङ्गल आमा तिम्रो आशीर्वादले छुनी कुशल मङ्गल ए बाबा तिम्रो आशीर्वादले छुनी कुशल मङ्गल सोचे जाइरहेनछ परदेश त चाहे जाइरहेनछ परदेश त। नमस्कार नमस्कार, उहाँको गाना कस्तो लाग्यो? तपाईँहरूको आवाज, उहाँको स्वर आवाजलाई तपाईँहरूले माया गर्नुहोला भन्न चाहन्छु। ल उहाँसँग थोडा कुराकानी गरौँ। तपाईँको नाम? मेरो नाम लालबहादुर विक। लालबहादुर विक। अनि तपाईँ कति वर्षको हुनुभयो त अहिले? म चाहिँ अहिले 28 वर्ष भयो। अनि अहिले तपाईँको साथमा को हुनुहुन्छ त? अहिले मेरो साथमा मेरो बुढी छन्, अनि मेरो बहिनी छन्, दुईवटा बहिनी छन्, एउटा ज्वाइँ हुनुहुन्छ, त दुईवटा भाइ हुनुहुन्छ। देख्न सक्नुहुन्छ दर्शकबिन, यो हामी चाहिँ अहिले जङ्गलमा काफलतिन्दुको एउटा साइड पारेर जङ्गलतिर आएको अवस्थामा खेम सेन्चुरी जो हाम्रो अहिलेका नेपालका चर्चित कलाकार गायक हुनुहुन्छ, उहाँको जस्तो आवाज ल्याएर सानो प्रस्तुति, उहाँको स्वरलाई हामीले तपाईँहरूको माझमा चिनाउन देखाएका थियौँ र सबैजनाले माया गर्नुहोला। अरू केही भन्नु छ? अर्को गाना कुनै? एउटा फेरि खेम सेन्चुरी दाइको नै गाना गाउँछु। एकचोटि प्रयास गर्नु। सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा, लालु बिक भन्दै मलाई बोलाउँछन् यो गाउँमा। नाउँले पाको कामले पाको कामी दाइको छोरो, ए नलाउ माया नखम कसम नै मेरो मोरो साइली, ए साइली म सँगै जान्छु र मैले छोको खान्छु र। वाह वाह, यति मिठो आवाज कस्तो लाग्यो? यो आवाजलाई तपाईँहरूले सबैभन्दा सबै नेपालीहरूको माझमा पुर्याउनु होला। अनि उहाँ चाहिँ हाम्रो सामाजिक सञ्जाल फेसबुक अलि धेरै चलाउनुहुन्छ र उहाँको फ्यानहरू पनि हुनुहुन्छ होला। सामाजिक सञ्जालमा जोडिनु भएको सबैजनाले उहाँको आवाजलाई सुनेर यो भिडियोलाई सेयर गर्नुहोला, साथ सपोर्ट गर्नुहोला भन्न चाहन्छु। हस् त, नमस्कार। अरू कोही गाउने हुनुहुन्छ यतातिर? उहाँको साथमा उहाँको श्रीमती हुनुहुन्छ, एकचोटि उहाँसँग पनि कुरा गरौँ। तपाईँको नाम? नमस्कार, मेरो नाम कविता विशी। कविता विशी, उहाँको श्रीमती साथमै हुनुहुन्छ। एउटा हाम्रो यो चलिरहेको अहिले ठ्याक्कै मलाई चाहिँ याद आयो होइन, ठ्याक्कै उहाँ दुईजनाले गाउनुहुन्छ एउटा गाना कुनै गाइदिनु पर्यो, केही जान्नु भएको छ? हे माया तिमीले के भने रुँदा रुँदै सारा सिरदेखि पाउ भिजो, श्रीमारी भान्सालको पछ्यौरी, हिरा जस्तै सारा छ तिम्रो मुहार, अब मैले बिर्छु कसरी, हिरा जस्तै सारा छ तिम्रो मुहार, अब मैले बिर्छु कसरी। वाह वाह, उहाँको आवाज पनि एकदमै कति सुमधुर छ रे। मेरो साथमा हुनुहुन्छ एकजना बहिनी, उहाँलाई त पक्कै पनि तपाईँहरूले चिन्नु भएको होला। उहाँ पहिलादेखि नै यो सामाजिक सञ्जालतिर जोडिनु भएको छ, केही दिन अगाडिदेखि नै, र उहाँको आवाज पनि एकचोटि सुनिहालौँ त। हामी लेखतिर जाँदै गर्दा रमाइलोपनहरूलाई लगेर हामीले सानो सबैले गाउन आउँछ भने मैले सबलाई देखाएको छु। उहाँको आवाजलाई एकचोटि ट्राई गरौँ कस्तो छ। तपाईँको नाम त भनिराख्नु पर्दैन, तर पनि अहिले आवाज निको कहिले नहुने
दिलको घाउ नचाद भाइ नपार्ती लाउने ठाउँ सालीको पातैमा दुखीको घर पार्यो रामपुर बाटैमा। वाह वाह, उहाँको आवाज पनि धेरैजनाले त मन पराउनु भएको छ। अझै पनि मन पराइदिनु होला, अझै पनि उहाँलाई सपोर्ट गर्नु होला। र एकचोटि म देखाउन चाहन्छु उहाँको बहिनी हुनुहुन्छ, बहिनीको आवाज पनि एकचोटि सुनौँ। उहाँले पनि गाना गाइहाल्नु। अब रमाइलोपनमा चाहिँ रमाइलो होस् न त, एकचोटि उहाँको मुखदेखि पनि गाना सुनौँ। औँठी मेरो सुन होइन पितलका गएर औला मन शीतलु मेरो भन्नु तिमी हो सारा जगतीमा दिलमा तिमी आँखामा तिमी जाऊ तिम्रै माया छ मेरो नासा नासामा रगतीमा। एकजना फेरि उहाँ हुनुहुन्छ हो, तपाईँले एकदमै यो चकचके भनेपछि चिन्नुहुन्छ होला सायद। उहाँको आवाज पनि सुनौँ एकचोटि, कस्तो छ त? ल, रमाइलो गर्दाखेरि उहाँ पनि आउनुभएको थियो हाम्रो यो टिममा। उहाँलाई पनि एकचोटि देखाइदिउँ उहाँको आवाज गाउनुहुन्छ एकदम मन खुलाएर। हार्यो मेरो जिन्दगी हार्यो जिन्दगी हार्यो जिन्दगीले यही बेला पिट माग्यो सम्झना आउला एक दिन हिजो मेरै छातीमा निदा हुने मायालाई आज पानीमा पनि किन देख्दिन किन देख्दिन हिजो मेरै छातीमा निदा हुने मायालाई आज सपनीमा पनि किन देखिदिन खै किन देखिदिन। वाह वाह, आजको रमाइलो यात्रा तपाईँहरूलाई कस्तो लाग्यो? हामी जङ्गल आउँदैखेरि सबैजनाहरूसँग मैले केही कुराकानी गरेको थिएँ, केही उहाँहरूको आवाजलाई मैले तपाईँहरूको माझमा राखेको थिएँ। यो आवाजलाई सबैभन्दा सबै नेपालीहरूको माझमा पुर्याउनु होला भन्न चाहन्छु। हस् त, नमस्कार। केही भन्न चाहनुहुन्छ यो भिडियोमा तपाईँहरू? यो गानालाई चाहिँ सेयर गरिदिनु होला, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु, लाइक गरिदिनु होला भन्न चाहन्छु। अहिले चाहिँ के भन्न चाहनुहुन्छ? लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हस् त, अरू केही भन्नु छ? छैन? ल, बाई बाई, ओके, ल।